हेलो कुन फुल हो यो खै नाम थाहा छैन लेखमा फुल लेखमा फुलै फुल सबै ल ओके खै जुन बेसी ल नजिक नजिक अनि यो कति दिनको यात्रा हो तपाईहरुको 2 दिन आज यो कुन दिन आज सार्वजनिक बिदा थियो रे हजुर थियो पहिलो चोटि सोलु यात्रा तपाईको यस ए कस्तो लाग्यो लेकको यो वातावरण हावापानी बसाई एकदम रमाइलो खानपान हो ए अनि हिँड्नमा चाहिँ कतिको सक्नुभयो हिँड्न अहिले 400 छ हिँड्न चाहिँ गाह्रो ओके ल त्यो त पिचै पिच बनाएको लेक त्यो त नि हामीले 5 दिन 1 हप्ताको टुर आयौँ भने उ त्यहाँ पुगेर आउने एक रात बिहान यहाँ बस्यो जुन बेसी राति यहाँ बस्यो अनि बिहान पाइरो हिँड्दै माथि गयो हो त्यो हिउँतिर गर्मी जाडो नि छैन नि त्यहाँ त कि छ हेर्दै जाडो छैन कतिखेर चाहिँ यहाँ जाडो भएर हिउँ पर्छ के यस्तै यहाँ धेर त रहेनछ नि ए कताबाट आउनु ए हो घर यतै हो ए ल रोल्पाको मगर अनि यो अलि ठाउँ चाहिँ अर्कै खाले रहेछ होइन युनिक यो सोलुभित्र आएपछि नि यहाँ फेरि छुट्टै हो हावापानी ल यस्तो बिहान बिहान मलाई 1 घण्टा एक्सरसाइज गरि भने त होला 60 मा आइपुग्छ अङ्कलले बोक्छ अङ्कलको हाय बाबा हाय गर्दिनु हाय गर्दिनुस् त्यो गुली आयो भने त फाल्दैन ल सानाको भिडियोमा कमल सर पनि रहने भयो सारामसिका राज्यलक्ष्मी राईको च्यानलमा जुन बेसी हिँडेको भन्नुस् साँच्चै माने पनि मिल्नु हुँदैन है यो ल्याउनुहोस् मलाई ल्याउनुहोस् यो म समातिदिन्छु तपाईँ चाहिँ चुइलो भन्नुहोस् झापा बाबालाई हेरिदिनुहोस् न बाबालाई हेरिदिनुहोस् बाबासँग हो होला कहिले ठुलो हुन्छ अरे बाबु स्याउ चाहिँ म पनि भ्लग बनाएर साथ दिइरहेछु बिल्कुल होला राम्रो जङ्गल छ यतातिर चाहिँ यो सल्लाहको दाना हुँदो रहेछ एउटा मात्र खिच्न भ्याउँछ नि ल यतिमै हुन्छ डिटेल मेरो मलाई देखेर
आऊ छानी आऊ छानी आऊ छानी आऊ ल चाहिँ ढुङ अहिले आएर खिचौँ माथि जा माई ल ल ल हामी जुनबेसीको गुम्बा आइपुगेका छौँ एकदमै मनमोहक दृश्य गुम्बाको त्यो जतिखेर घुमिरहेको छ त्यो माने हेर्नुहोस् त माने ल घुमिराख्ने माने र जुनबेसीको भित्तैभरि गुम्बा छ भनेर सुनेको थियो र आज हामी आउँदैछौँ फाप्लुबाट लगभग 5-10 किलोमिटरको कच्ची बाटो सकिएपछि यो जुनबेसी आइपुग्छ र यो जुनबेसीको यो विशेषता भन्नु यहाँ रहेका भित्तैभरि पाखैभरि रहेका गुम्बा हुन् र यहाँ चाहिँ हामी यो पानी के कस्तो यो गुम्बाको प्रकृति नै अलिकति अर्कै जस्तो लाग्यो ल र यो पानी चाहिँ अघि मैले किन राखेको तल घुमाउने भने वास्तवमा यो चाहिँ माने घुमाउनको लागि राखेको यसरी पानीले मानेलाई चाहिँ घुमाउँछ त्यो ठ्याक्कै हाइड्रो टाइपको लाउ छानी ल भइस ल तल हिँड्नु तल गुम्बा यसलाई यता राख्नु त म तल यो जाउँछु यहाँ बस्नु न तल देखाउने क्या हो छानी तिमी कहाँ छौ थप देन लिङ स्कुलमा छौ तिमी गुम्बा बस्ने हो होइन यो गुम्बा स्कुलमा भर्ना हुने हो छानी अलि झुरुप्प नबसौँ कोही छेउमा कोही कुनामा ल यो गुम्बा स्कुल हो एकदमै होइन भाइ यो स्कुलको नाम के भयो ए भाइ कति क्लासमा हो गुड सबै लामो भाषा आउँछ गुड ल पछि लामै बन्ने हो ओके ल हाम्रो लामो आफ्नो भाग्यमा जे लिएर आयो त्यही भने यिनीहरू अब अहिलेको यत्रो युगमा पनि लामो बन्ने बन्नै सक्दैनौँ पनि अब हेर्नु थोरै अनुशासन छ जस्तो अहिले ल कमल सर ल फुल 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 टिप सानो फुल फुल दे फुल ओ फुल ल ल हो हो ल हिँड्नु हिँड्नु आउनु छ भने गुड गुड ल आउनु छ न गुड कुप्पा 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 यसो पछाडि बस्नुहोस् है सब कुप्पा कुप्पा छ न कुप्पा आऊ 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 ल आऊ 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 छ नि आऊ आऊ छ नि आऊ आऊ हाम्रो गुरुज्यू कति 70 वर्ष पुग्नुभयो
हो ठ्याक्कै तपाईँलाई थाहा पाएछ म टेक थाहा पाउँछु हो सत्तरी नै हो हो ल छानी घुमी घुमी अझै घुम है छानी घुमी 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 तपाईँ जानी जानी बोलेको ए मलाई सब थाहा हुन्छ नमस्ते गुरुमालाई भेटिदिनु पर्यो खै पैसा निकाल्मालाई ल नमस्ते गर ल हाम्रो ल हस् हस् घर यतै हो गर्दा यदि ए सोलु नै म त यहाँ शेर्पा जात हो शेर्पा ए ल तपाईँ चाहिँ राई हाम्रो माने भन्ज्याङ तल हरकपुर गुर्मी छेउ भित्र अझै जाने तिमी भित्र अझै जाने आहा अझै ल ऊ भाइ हेर छ नि अब माथि हामी जुन वेसीको एकदमै माथिल्लो भेगमा आइपुगेका छौँ र हामी भिरको एउटा भिरको ठ्याक्कै मुनि छौँ अथवा भिरमै छौँ र एकदमै यहाँ सुन्दर गुम्बाहरू रहेका छन् सुन्दर बुट्टाले भरिएका कुँदेका यहाँ लहरै लस्करै यो पहाडको खोजमा पनि यति सुन्दर कलात्मक कलाकृति सहितको गुम्बाहरू देख्न पाउँदा हामी औधी खुसी छौँ र यो हाम्रो लागि यो ठाउँ यहाँ आइपुग्नु हाम्रो सौभाग्य भन्न चाहन्छु छानी हतार माथि नै हो अलि चोराइदिएको छु अलि हँसिलो पछि सब रहने गरी होइन आफै हिँड छानु आफै हिँड आफै हिँड छानु आफै हिँड छान आफै हिँड्ने ताते ओहो छानी कति सक्ने हो देखिँदैन नि त पछि अब चट्टानी हान्ने काम गर्दै गर्नु न त्यत्रो टेन्सन लिनु पर्दैन भनेर भनिरहेको थिएँ कि तल बाटो हिँड्ने ल आफै
Myślę, że uta pani uta udili Outside. Là vậy. Mang này mòn mày. Full hết rồi.
मेरो त भएन नि त पानी नभएर अनि छर्ने त जाँदा ल राख छानाले राख जोडी पाल्दैन नि जति पाल्दैन जोडी अर्को पनि जोडीले ल राख भुइँमा छाना भयो तपाईँको आफ्नोमा छ मेरो त यो तिनवटा हो कस्तो बल्छ फुल नमस्ते कर ढोगा नमस्ते कर यता पान्छ हो ढोग्ने छ नि गुड ढोगा छानु हो गुड हो थ्याङ्क यू ल ढोगा छानु सबै यता पनि ढोगा यो पनि ढोगा ओ ओहो यसो ढोग्ने ढोगा छानु ढोगा त ढोगा छानु हो ढोगेको छानाले यसलाई पनि ढोगा छानु हो यसलाई आशीर्वाद माग हो ल शक्ति आउँछ ए ल ढोग्नु त हो ल ल ल ल ल यो त ल छानी ल सानी तिमी कहाँ छौ भन त तिमी त भाग्यमानी छौ त साना ल पापासँग घुमाउँदै आउन ठोक्यो सक्दैन बस्ने त म फोटो खिचिदिन्छु आउन हामी चाहिँ सोलुखुम्बुको जुनबेसीमा छौँ अब जुनबेसीलाई बाबाई भन्दै हामी पनि जाने बेला भयो माथि चाहिँ हिउँ छ यहाँदेखि कम्तीकै 10-20 किलोमिटर माथि चाहिँ हिमाल छ तर हामी नजाने कुनै समय मिल्यो भने आम्ला अहिले बच्चा सानो 26 किलोमिटर त यस्तो यो टर्निङहरू छ नि त यही माथि हिउँ नै हिउँ छ यहाँ मेरो सानी ल जाम यता मनी छु सानी र उसको बाबा एकदम ह्याप्पी हुँदै हिँड्नु भएको छ अब चाहिँ हामी जुनबेसीलाई लगभग धेरै नै बाबाई भनिसक्नु पर्ने हुन्छ मेरो सानी यहाँ हिँड्ने कोसिस जारी छ बुढो जुनबेसीलाई बाबाई भन्दै यहाँ मर्मत कार्यक्रम नै हुँदै रहेछ अब चाहिँ हामी आफ्नो घरतर्फ जाँदैछौँ अब ओह्रालो झर्न चाहिँ खासै समस्या नहोला कि अघि आउँदा चाहिँ लास्टै गाह्रो भएको थियो अहिले चाहिँ गाह्रो भएको छैन आधी साथीहरू तल गेटमा पुगिसके म र बिमला मिस चाहिँ यहाँ ओह्रालो झरेको अवस्था कस्तो भयो बिमला मिस
एकदमै राम्रो रमाइलो भइरहेको छ बेबी सरलाई एकदम नसोचेको रमाइलो हिजो बेलुका आएको भए यति आज जति ढुक्कले हिँड्न नपाइने रहेछ होइन आज चाहिँ एकदमै र तल विद्यार्थीहरू पनि खिच्नु छ अभ्यास विद्यार्थीलाई काम गर्ने हो यो पनि ल बाई भाइहरू बाई गरिदेऊ न यो हाम्रो एउटा यो जुन बेसिस एउटा गुम्बा स्कुलको यो हेर्नु त विद्यार्थीहरू कति दाउरा बोक्ने उहाँहरूको राम्रो अभ्यास यस्तै अरू सरकारी स्कुलले पनि सिक्यो भने त्यो विद्यार्थीहरू कति राम्रो हुन्थ्यो होला हेर्नु त यो कति अनुशासनमा सानैदेखि गुरुको शिक्षा आध्यात्मिक शिक्षा पाएर होइन भाइहरू ल राम्रो गुड ल भाइ बस है राम्रोसँग हामी गयौँ फेरि भेटौँ ल हस् अब हिँडेको घरतिर मेरो सानी पनि सानोमा गुम्बा घुम्न पायो धेरै मन्दिर चारिसक्यो त्यसमा अब हलेसी लान बाँकी छ हामी बैशाख आउँदी हलेसी नि लानेछौँ हलेसीको गुम्बा हिजो आएकोमा त यस्तो के रमाइलो नहुने रहेछ कोनले माथिकोले टिप्केनु नि बढी ल यो गेटमा बस्नु फोटो हानिदिन्छु गुम्बा गेटलाई नि बाई भन्दै हामी हिँड्यौँ गाडीतर्फ लु पछि बस है गाईहरू तिमीहरू राम्रोसँग जाऊ हामी पनि गयौँ चट्नु भयो हो ल राम्रोसँग जाने आमा लेकको भ्यू एकदम दामी 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 बेबी सर ओ भोगबहादुर सर त्यही बस्नु न त्यही बस्नु अब होइन रक्सी भन्नुभयो अनि पज गरेको क्या लुक्दो रहेछ आएन चरा ल है अङ्कलले भतिजनीलाई यतिको इङ्ग्लिस चाहिँ सिकाउनै पर्छ हाय गरिदिनु न सर बेबी सर बस्नु त्यहाँ ल